हाई, हेलो, नमस्ते, वेलकम ब्याक टु माई च्यानल नेपाली युट्युबर उर्मिला। सो साथीहरू कस्तो हुनुहुन्छ हजुरहरू? आशा छ सबैजना सन्चै हुनुहुन्छ होला। सो आज चाहिँ मैले हेयर ओइलिङको भिडियो लिएर आएकी छु। सो अहिले जो मौसम चलिरहेको छ साथीहरू, यो चाहिँ चेन्जेबल मौसम छ होइन। अब बर्खा जान लागेको छ, जाडो आउन थालेको छ। यो मौसम चेन्ज हुने बेलामा चाहिँ हाम्रो कपालमा धेरै समस्या आउँछ, धेरै ड्राइनेस पनि हुन्छ र त्यसले गर्दाखेरि धेरै ड्राइनेस हुँदाखेरि चाहिँ हाम्रो कपाल झर्ने चाहिँ एकदमै समस्या छ। अहिले हाम्रो प्राय सबैजना साथीहरूको लगभग कपाल झर्ने समस्या आइरहेको छ। सो मेरो पनि कपाल झर्छ साथीहरू, एकदमै झर्दैछ मेरो पनि कपाल होइन। मेरो कपाल झरे तापनि मैले एकदमै केयरिङ गर्छु आफ्नो कपालको। सो त्यही भएर मेरो कपाल यस्तो छ। तपाईहरु यो नसोच्नुस् कि कपाल झर्दैछ, जति केयरिङ गरे पनि कपाल झर्न छोडेको छैन। त जति झर्छ त्यति उम्रिन्छ साथीहरू। सो मेरो धेरै नै हेयरको ओइलिङको हेयरको बारेमा जस कपालको बारेमा धेरै नै भिडियोहरू छन् साथीहरू, सबै गएर तपाईहरुले वाच गर्नु होला, भिजिट गर्नु होला तिनी भिडियोहरूलाई पनि। सो मैले चाहिँ आज चाहिँ एकदमै यो युजफुल मलाई लाग्यो। एलोभेरा, आस्थाबेरीको एलोभेरा मैले लिएर आएँ। मेरो कपाल एकदमै ड्राई हुँदै थियो यो सिजनमा, एकदम ड्राई भएपछि कपाल झर्न सुरु हुन्छ है साथीहरू, यति सोच्नु होला। अनि मैले चाहिँ आज यो प्रयोग गरेकी छु होइन, गर्दैछु आज चाहिँ। र यसलाई मैले 2-3 पटक प्रयोग पनि गरिसकेर यसको रिजल्ट एकदम राम्रो आएको छ साथीहरू। सो त्यही भएर म चाहिँ यो तपाईहरुसित पनि शेयर गरौँ भनेर यो भिडियो बनाउँदैछु। सो यो चाहिँ आस्थाबेरीको एलोभेरा जेल हो होइन। यसलाई चाहिँ मैले ओइलमा होइन, हेयर ओइलमा मिसाएर आफ्नो जरामा र यो पुरै हेयरमा लगाएर यो वाश गरेको कपाल हो साथीहरू। सो म यसलाई कसरी युज गर्छु, कसरी लगाउँछु त्यो सबै भिडियोमा तपाईहरु गएर भिजिट गर्नु होला। सो साथीहरू, मैले यहाँ चाहिँ ओलिभ ओइल लिएकी छु। हजुरहरूले तोरीको तेल या जो पनि हेयर ओइल लाउनुहुन्छ त्यो हेयर ओइल लिन सक्नुहुन्छ। र यहाँ मैले एलोभेरा जेल यो लिए, आस्थाबेरीको जेल। र यसरी तेलमा यो जेल यसरी राख्ने अनि यसलाई मजाले हातले मिलाउने। सो यसरी मैले तेल र आस्थाबेरीको एलोभेरा जेल मिसाएँ मजाले। अनि यसरी अब जरामा लगाउने साथीहरू। प्राय जस्तो हाम्रो अगाडि नै कपाल एकदम पातलो भएको हुन्छ, तालुमा चाहिँ कपाल एकदमै कम भएको हुन्छ होइन यो झरेर। सो त्यही भएर अगाडि नै धेरै लगाउन पर्छ साथीहरू। मैले चाहिँ यसरी अगाडि नै धेरै लगाउँदैछु, जरामा लगाउने हो। पुरै जरामा लगाइसकेपछि अनि त्यसपछि पुरै कपालमा लगाउने हो। मैले हेयर ओइलिङ गरिसकेँ मजाले। ल हेर्नुहोस्, हेयर ओइलिङ गर्दा कति कपाल झऱ्यो। ल हेर्नुहोस् कति कपाल झर्छ। मेरो पनि एकदमै कपाल अहिले झरिराखेको छ। र पनि हेयरको केयर गर्न चाहिँ
नछोड्नु होला हजुरहरूले। जति कपाल झरे तापनि हामीले हेयरको केयर एकदमै गर्नुपर्छ। र अब मैले हेयर ओइलिङ गरेपछि यसरी बाँधेर लगभग मैले 2 या 3 घन्टा राख्छु। हजुरहरूलाई अझै छिटो कपाल धुन छन् 2 घन्टा राख्नु होला कमसेकम, या धेरैमा 3 घन्टा राख्नु होला। र राति लगाउनु भयो भने चाहिँ ओभरनाइट राख्दा पनि हुन्छ साथीहरू। सो साथीहरू, मैले हेयर ओइलिङ गरेर 3 घन्टा जति राखेँ। अनि त्यसपछि चाहिँ अहिले वास गर्छु। कपाललाई मैले धुन्छु र सेम्पूले धुन्छु। हेड एन्ड सोल्डर सेम्पू मैले युज गर्छु। हजुरहरूलाई जुन सुट हुन्छ त्यही गर्नु होला। र कतिपय साथीहरूले सोध्नु भएको छ हेयर ओइलिङ गरेपछि कपालमा सेम्पू गर्ने कि नगर्ने भन्नुभएको छ। एकदम गर्ने नि साथीहरू। मैले जहिले पनि भन्छु, हरेक भिडियोमा मैले भन्छु, हेयर ओइलिङ गरेपछि 3 घन्टा पछि चाहिँ हामीले सेम्पू गर्नुपर्छ। र राति लगाउनु भयो भने हेयर ओइलिङ राति गर्नुभयो भने चाहिँ ओभरनाइट राख्नु होला। दिउँसो गर्नुभयो भने चाहिँ 3 घन्टा राख्नु होला। मैले यो हरेक भिडियोमा भन्दैछु साथीहरू। ल हेर्नुहोस्, मेरो अब हेयर वास पनि हुँदैछ। अनि त्यसपछि मैले यसलाई हेयर ड्राई गरेर कपाल कोरेर देखाउँछु कपाल मेरो कस्तो भयो भनेर। सो साथीहरू, मैले हेयर वास गरिसकेँ र रिजल्ट यही छ तपाईँहरूको अगाडि। ल हेर्नुहोस् कस्तो राम्रो कपाल भएको छ। सिल्की सिल्की कपाल भएको छ। एकदम हेल्दी कपाल छ। कपाल जरुरी छैन तपाईँको लामो हुनपर्छ भन्ने जरुरी छैन साथीहरू। कपाल लामो होस् या छोटो होस्, तर सिल्की अनि हेल्दी हुन पर्यो है। जरुरी छैन कि मेरो जति नै कपाल सबैको लामो हुनपर्छ भन्ने जरुरी छैन। तर कपाल छोटो भयो भने पनि हामीलाई कस्तो चाहिन्छ, कपाल हेल्दी एन्ड सिल्की चाहिन्छ। जो कि मलाई यो आस्था बेरीको यो एलोभेरा जेल युज गरेर चाहिँ मैले एकदमै राम्रो यसको रिजल्ट पाएकी छु। र अझै पनि कपालको बारेमा मैले अघि पनि भने, अझै पनि मेरो कपालको बारेमा हेयर टिप्सहरू छ, गएर हेरिदिनु होला। जस्तो प्याजको रस लगाएर के हुन्छ, अदुवाको रस लगाउने, प्याजको रस लगाउने। र मलाई चाहिँ यो चाहिँ एकदमै बेस्ट लाग्यो साथीहरू। सो मैले यसको रिभ्यू दिन खोजेको छुइनँ, तर मैले यो युज गरेँ र मलाई एकदमै मन पर्यो साथीहरू। यदि हजुरहरूलाई पनि यस्तै कपालको समस्या छ भने एकपटक तपाईँहरूले यो युज गरेर हेर्नु होला। र यही मात्र होइन, मेरो कपालको धेरै टिप्सहरू छन्, त्यो पनि गएर भिजिट गर्नु होला र त्यो पनि युज गर्नु होला हजुरहरूले है त। अनि यतिखेरसम्म हजुरहरूले मेरो भिडियो हेरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। बाई बाई।